नेपालको निर्णायकत्व सङ्कटमा परेको, नेपाल गम्भीर रूपमा भूराजनीतिक चक्रव्यूहमा फसेको यस्तो बेला जुन नेकपा एमालेको महाधिवेशन भइराखेको छ, यसले नेतृत्व चयनको कुरामा मात्र होइन, यो महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबै राजनीतिक दल र शक्तिहरू अटाउने, कसैले नहार्ने देशले जित्ने एउटा दिशा निर्धारण गर्न सफल हुनेछ भन्ने म शुभकामना व्यक्त गर्छु र म त्यो अपेक्षा पनि गर्दछु। हामीले अहिले संविधान भनिराखेका छौँ। हाम्रा आफ्ना राजनीतिक मान्यता र दर्शनहरू छन्। कसैले यो संविधान बिना यो देशै चल्दैन भनेर भन्छौँ होला, कसैले अब यो संविधान पहिलेदेखि नै भन्दै थियौँ अपूर्ण छ, यो संविधान भन्ने चिज गीता, बाइबल, कुरान होइन, यो फेर्न नसकिने, संशोधन गर्न नसकिने होइन, यसलाई फेर्नुपर्छ, संशोधन गर्नुपर्छ, मिलाएर जानुपर्छ हामीले भनिराखेका थियौँ। वास्तवमा अहिले संविधान कहाँ छ र संविधान त मरिसकेको छ। त्यस कारणले त्यो संविधानलाई जबरजस्त बिउताएर देशलाई फेरि थप दुर्घटनामा लैजाने भन्दा पनि अब देशमा एउटा नयाँ समझदारी कायम गर्नुपर्छ। यो 23-24 गतेको त्यसलाई विद्रोह भन्नुहोस्, विध्वंस भन्नुहोस्, देशले जुन अकल्पनीय र अपूर्णीय क्षति बिहोर्नु पर्यो, त्यसमा कसैको उक्साहट र योजनाले पनि काम गरेको थियो होला, तर कसैको उक्साहट र योजना मात्रै होइन, हामीले 25-30 वर्षदेखि अंगीकार गरेको निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अङ्गहरूमा अख्तियार अदालतदेखि लिएर सर्वत्र गरिएको दलीयकरण, त्यो पनि कारण थियो र त्यसको पृष्ठभूमिमा यस्ता कामहरू भएका छन्, यस्ता आक्रोश विद्रोहमा परिणत भएका छन्। त्यसकारण हामीले फेरि पनि भन्छु, देशलाई केन्द्रमा राखेर अब कसैले हार्ने, कसैले जित्ने होइन, देशले जित्ने एउटा निर्णय गर्नुपर्छ। त्यस्तो निर्णय गर्दाखेरि, अब परिवर्तन गर्दाखेरि तीनटा कुरालाई आधार मान्नुपर्छ। अब राष्ट्रिय सहमति गर्दाखेरि तीनटा आधारहरू, नेपालको सबभन्दा ठुल्ठुला राजनैतिक परिवर्तनहरू 2007 साल, 2046 साल र 62-63, ती परिवर्तनहरूमा हामी कोही जन्मेको थिएनौँ होला, कसैको कुनै परिवर्तनमा हाम्रो सहभागिता थिएन होला, ती परिवर्तनहरूमा हामी कसैको समर्थन थिएन होला, तर ती तीन परिवर्तनका तीन महत्त्वपूर्ण उपलब्धिहरू, 7 सालको प्रजातन्त्र, 2046 सालको बहुदलीय व्यवस्था र 62-63 को समावेशी र समानुपातिकता, यी तीनटा विषयलाई जोगाएर अब देशमा नयाँ समझदारी कायम गर्नुपर्छ। त्यसलाई आधार मानेर नयाँ समझदारी गरेर जानुपर्छ।